हामीले चाहिँ आम गैर आवासीयहरूको बारेमा सोच्छौँ, तर म आफ्नो बारेमा मात्रै सोच्ने हो भने चाहिँ वंशजको नागरिकताको निरन्तरता मात्रै भए हुन्छ भन्ने हो। तर वंशजको नागरिकता निरन्तरता हुन पर्यो, प्लस जो व्यक्तिहरूलाई चाहिन्छ उहाँहरूको लागि चाहिँ एनआर नागरिकता अथवा कार्ड चाहिँ व्यवस्था गर्नु पर्यो, अथवा पिएनओ कार्ड। 8 पुस्तादेखि पहिला जानुभएको नेपालीहरूलाई चाहिँ म नेपाली हुँ भनेर आजसम्म नेपाली भाषा नेपालको पशुपतिमा गएर मर्न पाऊँ भनेर आश गर्नुभएको ती बुढाबुढी बुवा आमाहरूको लागि चाहिँ एउटा कार्ड, जुन पिएनओ कार्ड, म नेपाली हुँ भन्ने कार्ड चाहिँ उपलब्ध गराउनै पर्छ। हजुर, म आफै पनि एउटा बिजनेस भनौँ न अन्टरप्रेनरै भएको कारणले गर्दा नेपालमा विविध बिजनेसहरू गरिरहेछु। धेरै गाह्रो छ हैन। वान डोर सिस्टमबाट चाहिँ गर्नुपर्छ भनेर हामीले अर्थमन्त्री स्वर्णिम ओग्लेज्यूसँग पनि, माननीय अर्थमन्त्रीजीसँग भेट भएको थियो। उहाँसँग भेट हुँदाखेरि नै हाम्रो गैर आवासीय नेपालीहरूको लागि नै कति छिटो अब उहाँले चाहिँ धेरै कुराहरू सम्बोधन गरेर नै उहाँले प्रस्तुत गरिसक्नु भएको छ। बाहिर बस्ने नेपालीहरूको लागि चाहिँ सजिलो होस् भनेर चाहिँ काम गरिरहेको भएको कारणले गर्दा पनि गाह्रो चाहिँ छ। अहिलेसम्मलाई चाहिँ धेरै नै दुःख नै थियो। पैसा ल्याउन नपाउने अथवा यहाँ ल्याएर लगानी गरेको उता लान नपाउने विविध कारणहरू अप्ठ्यारो छ। तर अबको सरकारले राम्रो गर्छ भन्ने हामीले आशा एक्सपेक्ट गरेको छौँ।